कतै लेख्ने बेला करुण रसमा डुब्दछ मनै चरक्कै यो छाती चिरिन पुगी लेख्दछ झनै चरक्कै यो छाती चिरिन पुगी लेख्दछ झनै। अब अन्तिम श्लोक रुवाएरै छान्ने जति जति छ ढुङ्गे मन पनि रुवाएरै छान्ने जति जति छ ढुङ्गे मन पनि सिकारीको झन्टा छरत रचना उत्तम नि सबैभन्दा बेसी तरुण तपसी लाग्दछ निको। जो लेखनाथ पौडेलले लेख्नु भएको थियो है त्यो चाहिँ सिकारीको झन्टा भन्ने कविता छ। यहाँ मैले मलेखौँला यस्तै गरिकन उनैको प्रेयसीको मलेखौँला यस्तै गरिकन उनैको प्रेयसीको। हर्ष विभोर हुँदै यहाँहरूलाई हार्दिक आभारसहितको धन्यवाद प्रकट गर्न चाहन्छु। यसपछि मैले नाम भनेअनुसार नानीलाई आएर वाचन गरिदिनु।